सम्माननीय अध्यक्ष महोदय, कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारले जुन निर्णय गर्यो त्यो निर्णय आम जनसरकारको निर्णय बनेको छ। उक्त निर्णय भए पश्चात जनताहरूले मान्य सदस्यहरू जो बोल्ने मान्य हुन्छ बोलिराख्नु भएको छ, अरू मान्य बस्दिनु होला आफ्नो सिटमा। बस्नुको लागि विशेष आग्रह गर्छु। जनताले विरोध गरिरहेका छन् र संसदमा पनि कुरा उठिरहेको छ। तर संसदमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने मागलाई सुनवाई गरिएको छैन। यो निर्णय मन्त्री परिषदको निर्णय हो, त्यसले गर्दा यो प्रधानमन्त्रीको निर्णय हो। प्रधानमन्त्रीले यो निर्णय किन गर्नु पर्यो भन्ने कुराको जवाफ दिनुपर्छ। हाम्रो संविधानको धारा 76 को उपधारा 10 बमोजिम प्रधानमन्त्री संघीय संसदप्रति उत्तरदायी रहने व्यवस्था छ, संघीय संसदप्रति जवाबदेही हुने व्यवस्था छ। तर हाम्रो वर्तमान सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा आएर जवाफ दिने होइन, सार्वजनिक कार्यक्रममा गएर मैले जवाफ दिन आवश्यक छैन भन्ने आशय प्रकट गर्नुभएको आज सर्वत्र चर्चामा छ, मिडियामा आइरहेको छ। यो खालको संसदप्रति अनुत्तरदायी हुने, संसदमा उठेका विषयलाई गम्भीरतापूर्वक नलिने र आएर जवाफ पनि नदिने जुन खालको व्यवहार प्रधानमन्त्रीज्यूले देखाउनु भएको छ, यो संविधानतः गलत छ। संविधानले जुन संघीय संसदप्रति उत्तरदायी हुनुपर्ने व्यवस्था गरेको छ त्यसको विपरीत छ। त्यसले गर्दा जबसम्म सम्माननीय प्रधानमन्त्रीज्यू आएर यो निर्णयका सन्दर्भमा यहाँ सदनमा उठेका विषयहरूको सम्बोधन गर्नुहुन्न, तबसम्म यो संसदको यो सदन चल्न सक्दैन। यो नचलाइयोस् भन्ने हाम्रो सम्पूर्ण प्रतिपक्षीय दलहरूको तर्फबाट म हार्दिक अनुरोध गर्दछु। धन्यवाद।